राहुलजीले आफ्नो बुवासित सम्पत्ति माग्नुभयो। सम्पत्ति मागिसकेपछि मेरो पासमा यही छ भनेर उहाँले चाहिँ कपाल मुण्डन गराएर अनि राहुललाई यहीँनिर कपाल खौरेको ठाउँ हो कि यो। पछि चाहिँ शङ्कराचार्यले शिवलिङ्ग राखिदिनु भएको क्या त्यो यहाँ चाहिँ भन्छन्। यो चाहिँ राहुल स्तूपा हो। हजुर आउने कुरा ला यो कहिले त हालिदिनु यो। अब यो कहाँ अहिले फ्याल्दिनु अहिले पानी आइहाल्यो भने यति नै अब भन्नु हामी चाहिँ कपिल वस्तु पुराण पहिला निग्रो धरामा भन्थ्यो अरे। हजुर पछि चाहिँ पुराण भन्नु। पुराण पुराण ए पुराण पुराण ए पुराण बुद्धले ज्ञान प्राप्त गरिसकेपछि बाबामालाई शिक्षादान गरिसकेपछि उहाँ किलोको आफ्नो दरबार जान नमिल्दो रहेछ। त्यही भएर बुद्धले यहाँ बनाइदिएपछि मलाई गुम्बा बनाएर म आउँछु भनेर भनेको हुनाले नै यो गुम्बा बनेको रहन्छ। पछि गौतमी प्रजापतिले भिक्षा लिएको अनि धराले भिक्षा लिएको 3 महिना असार साउन भदौ मेडिटेसन गरेर बर्खाबास बस्नुभएको पवित्र ठाउँ छ। हजुर कपाल चढाउनु हजुर कपाल कपाल पो चढाउनु पर्छ। राहुलले कपाल चढाएको राहुलले कपाल खौरेको भएर कोहीले चिमोटेर चढाइदिनु हुन्छ कि भित्री चढायो नि हुन्छ बाहिर भित्री चढाइदिनु नि। सबै बुद्ध आइसकेपछि सबै बौद्धिस्ट अब मेरो हिन्दू धर्म नष्ट हुन्छ भनेर उहाँले जबरजस्ती लिएर त्यही जमानाकै शिवलिङ्ग हो कि शङ्कराचार्यले हजुर जुत्ता चाहिँ खोल्नु होला होइन खोलेरै जाने कहाँ चढाउनु पर्छ त्यहीँ चढाइदिनु त्यहाँ चढाइदिनु हो त्यहीँ गएर चढाइदिनु चढाउनै पर्छ भन्नु छैन। तर गौतम बुद्धको छोराले चढाएको उहाँले गर्नु गाछी मेरो पनि ठुक गरिदिनु ल। होइन चढाउनु त महादेवमा चढाउँछ नि तर निकै चढाउँछ त्यसो त्यहाँ चाहिँ चढाउनु मिल्दैन दिन्न। 5 वर्ष बसेको महादेव मन्दिरमा पनि थप्पै हामी चाहिँ यहाँ चाहिँ शिवलिङ्ग रहेछ है शङ्कर आचार्यले चाहिँ पहिला चाहिँ मेन चाहिँ राहुलले कपाल काटेको राहुल गौतम बुद्धको चाहिँ छोरा राहुल राहुल ढोका छुन्नु पर्दैन हेर्ने नलट्नुहोला है आमा। रुख यति ठुलो छ आँप यति सानो छ हेर्नु किन यस्तो नि सुपारी आँप यो हो मिठो भन्छ यो खाइ पनि दिन्छु खानु न प्रसाद हामीलाई चाहिँ मन पराउनु भएन कि के भने त्यो जमानामा बुद्धजीको पालामा चाहिँ यहाँ चाहिँ कति
5000 भिक्षुहरू सहित आउनुभएको थियो यहाँ अरे। चाहिँ हजुर त्यो जमानमा त्यो कपडा धुने ठाउँ थियो अरे। ए। पोखरी ठुलै पोखरी थियो, अहिले त अब घाँस उम्रेर ए। सानो भए पहिला चाहिँ ठुलै थियो अरे। पानी छैन अहिले चाहिँ पानी त बल्ल हिजोबाट आएको छ, अलिअलि छ। घाँस पलाएर पुरै नै कमलको फुल हुन्थ्यो पहिला पहिला। कान्छी यो थिए चिताले ल पुरै घाँसै घाँस। राजा त्यसपछि बुद्ध भगवान् 3 महिना चाहिँ बस्नुभयो। 3 महिनापछि 3 महिना बस्नु, अब 5000 भिक्षुहरू सहित बस्नुभयो क्या। अब भिक्षुहरू त तता त टेकेको ठाउँ होला होइन। त्यो त 5000 भने त यतिमा त पक्कै अटाउनु भएन होला। यति भग्नावशेष उहाँले त बोलाउन एकदमै धेरै बिमारी हुनुहुन्थ्यो अरे सुदुधन राजा। अनि 500 मान्छे पठाउनु गयो अरे एकचोटि बोलाउनु। 10 पटकमा बल्ल अनि आउनुभएको। 10 पटकमा जतिजना जान्छन् त्यतिजना उहाँ गए। बुद्धको आवाज सुनिसकेपछि भिक्षु भएर बसे। उनी कुनै पनि फर्केन। लास्टमा कालुदाई भन्ने जानुभयो अरे। कालुदाई भनेको मन्त्री नै हुनुहुन्थ्यो अरे राजा सुदुधनको। उहाँ जानुभयो। उहाँ गइसकेपछि उहाँ पनि अब नआउने जस्तो हुन थाल्यो। अनि एक पटक मात्रै भन्नुभएको अरे, तपाईँलाई तपाईँको पिताजी एकदम बिमारी हुनुहुन्छ, तपाईँलाई भेट्न बोलाउनु भएको छ भनेर एक पटक मात्रै भन्नुभएको अरे। नभए 10 पटकमा बल्ल आउनुभएको अरे। यो कम्पाउन्डवाला त्यो जानुभयो। माथिको भग्नावशेष छ, तल चाहिँ यो कम्पाउन्डवाला कति बुट्टासको छ। फोटो खिच्नु जानु खिच्नु म खिचिदिउँला नि। हामी भिडियो गर्दैछौँ। आमा तपाईँको छाता मेरो छाता जानु छ हजुरहरू।